बिहान बिहान उठ्यो, टक्क हेऱ्यो, अनुहार त कस्तो रातो भइरहेको रहेछ। त्यो ट्याक्क हेरेँ, बाहिरतिर जान खोजेँ, बाहिरतिर त उज्यालो भइसकेको रहेछ। यता एउटा सुतिरहेको रहेछ, त्यसले मोबाइल पनि खतरा हेरिरहेको रहेछ। बाहिर गएर हेरेको त आगो बलिरहेको रहेछ, आगोमा त खाना पो पाक्दो रहेछ। समात्छु भनेको तातो भए रहेछ। त्यसपछि छोडिदिएँ। त्यसपछि पछाडि हेरेर यता गएँ, दुईवटा बुढाहरू खेलिरहेको रहेछन्। एउटा बुढा भाग्यो, एउटा भागेर गयो, अर्को बाटो गएको यो पनि डराएर रुन थाल्यो, डराएर यो पनि भाग्यो, मुख रुनी जस्तो बनायो। त्यसपछि मैले नि बाल्दिनँ, म पनि हिँडिदिएँ, यतातिर गइदिएँ। यतातिर गएर यहाँनिर चाहिँ एउटा बुढा, यता रुम देखाइदिएँ, यता अर्को बुढा रहेछ, अनुहार पनि देखाइदिएँ, कस्तो हेर्छम म, हेर्दै रमाइलो लाग्यो। त्यसपछि म धारामा गएँ, पानी खोलेँ, पानी खोलेर टक्क मुख धुन थालेँ, मुखसुख माडेँ, घोटी माडेँ। कालो मान्छे कहिले सेतो हुँदैन भन्नु थालेँ, ह्यान्डसम देखेँ। त्यसपछि लागेँ, त्यसपछि म कस्तो राम्रो छु भने गाईहरू देखाएँ। गाईहरू त कस्तो मजाले खाए घाँस खाइरहेको रहेछन्। आफ्नो अनुहार पनि देखाएँ, म राम्रो छु भन्नु थालेँ। त्यसपछि गएँ, कस्तो अँध्यारो भयो। त्यसपछि भित्र जान थालेँ, भित्र गएँ, सानो सानो मिनी भ्लग बनाएको भनेको मिनी भ्लग।